हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई न्यू डे न्यू भ्लग सबैजनालाई आज चाहिँ चैते दसैँ ह्याप्पी चैते दसैँ। यहाँ चाहिँ किचनमा भाउजू बनाउँदै हुनुहुन्छ। आज के बनाउनु भयो मम्मी? भाउजू चिया बनाउनुला मम्मी? आज कसलाई बोलाउनु भएको र आज खाना खानु? हाम्रो सानो ज्वाइँ चाहिँ घुम्न जानु भएको, ठुलो ज्वाइँ चाहिँ आउँदै हुनुहुन्छ। मम्मीको ठुलो चाहिँ मेरो भिनाजु हाम्रो पुकुलु ह्याप्पी चैते दसैँ भन्दै सानो दिदी भिनाजुहरू आउनु लाग्नु भएछ। म चाहिँ अलरेडी आएर बसिछु चैते दसैँ मनाउन। अनि उहाँको बाबा चाहिँ घुम्न जानुभएको छ केही समयको लागि। उहाँ चाहिँ यसपालिको चैते दसैँ मनाउनुहुन्न। हामी चाहिँ मनाउँछौँ चैते दसैँ मासु भात खाएर। मेरो कान्छी छोरी कलेज गइसक्यो, त्यसलाई थाहा छैन, ठुली भइहाले। यो भकी अलिकति रमाइलो गर्न खोज्छे, चाडबाड आएदेखि। हाम्रो बहिनी चाहिँ भर्खर उठ्दैछिन्। आज चैते दसैँ ह्याप्पी चैते दसैँ भर्खर उठ्दैछिन्। उहाँ चाहिँ मुख धुँदै हुनुहुन्छ। म पनि चिया खाँदैछु। आज चाहिँ अब छुट्टी छैन, अफिस जानुपर्छ 10 बजी ठ्याक्कै। मेरो पनि अब चिया खाएर रेडी हुन्छु। म चाहिँ अब यहाँ रेडी हुनलाई छु अफिस जानलाई। भिनाजुहरू त आउनु भएन नि त। साने है सानो मेरो सानो मलाई मेकअप गर्न सहयोग गर्नलाई सानो है भन्दै हुन्छ। सानी आमालाई माया गरिदेऊ न, गइन् म त आमालाई माया गरिदेऊ। माया मेरो छोरी ल रोग ब्याज कहिल्यै नलागोस् है। हस् अनि रिस कहिल्यै नउठोस्। पढ्न आफ धेरै 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 मेरो कान्छोहरूलाई ल है लाउ न राम्रो हुनु, कहिल्यै नरिसाउनु, सबैलाई माया गर्नु। यसै गरी मेरो माया तपाईँहरूले मेरो रिसमा तपाईँहरूले मेरो माया देख्नु भएन भन्नु। यो माया चाहिँ बढी भयो तपाईँहरूलाई। ए आमा त्यो भिडियोमा जी ल भयो जी लाउ चाडबाडमा राम्रो गर्नु, सधैँ यत्तिकै भइरहनु, रिसाउने काम नगर्नु। सबैलाई त्यही हो मेरो आशीर्वाद। भिनाजु नमस्ते। टिका लगाइदिनु लानुभएछ यहाँ। भिनाजुलाई सासु आमाले चैते दसैँको दिनमा टाक्क पारेर है सानी। हामी चाहिँ अब हामी चाहिँ खाना खाएर अफिस हिँडिसक्यौँ। अब भिनाजु आइपुग्नु भएछ। भिनाजु बस्नु ल, खानासाना खानु, मजाले बस्नु। मलाई चाहिँ ढिलो भयो, म चाहिँ अब लाग्छु। हाम्रो चाहिँ चैते दसैँ यस्तै भयो, रमाइलो भयो। ड्याडी पनि काममा जानुभयो, भेट भएन। कान्छी बहिनी पनि काममा गई, भेट भएन। दिदी पनि काममा गई, भेट भएन। छोराछोरी नि स्कुल गए स्कुल गए, भेट भएन। मेरो पतिदेव पनि घुम्न गएछ, उहाँसँग नै भेट भएन। आज चाहिँ हामी यतिजनाले चैते दसैँ मनायौँ। ह्याप्पी चैते दसैँ, बाई बाई। स्वदेशमा विदेशमा रहनुहुने सबैजनालाई ह्याप्पी चैते दसैँ। यसरी नै खानुहोस्, पिउनुहोस्, फ्यामिलीहरूसँग रमाउनुहोस्। पिउन चाहिँ पानी पिउनुहोस्, मेरो अथोक नपिउनुहोस् भन्दै बाई बाई सबैजनालाई। बाई बाई।